हेलो साथीहरू, गुड आफ्टरनुन। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला है। अनि म पनि एकदमै धेरै सन्चो सुबिस्तै छु। अनि हिजोको पानीले चाहिँ हो हाम्रो चाहिँ पहिरो गएर केही छैन, घर चाहिँ गएको छैन, तर हाम्रो चर्चहरू होइन अनि यता बाटोहरू सबै पहिरो गइरहेको छ साथीहरू है। अनि बर्बादै पार्यो है कतिजना जग्गामा है। कतिजना मान्छेहरू पनि कस्तो कस्तो भएर है पहिरोले खिचेर मर्यो है। यो सुन्दा त अब दुःखको खबर हो होइन साथीहरू। तर है अब चाहिँ यस्तो नहोस् भनेर चाहिँ है सबैजनाले प्रेहरू गर्नुहोस् है साथीहरू, यस्तो नहोस् होइन। किनभने यो पहिरोले गर्दामा कतिजनाको परिवारहरूलाई कतिजनाले गुमाउनु पर्यो हो। सबैजनाले प्रेहरू गर्नुहोस् है साथीहरू। पहिरो चाहिँ डरलाग्दै गएको छ। हाम्रो चाहिँ यो हाम्रो चर्च हो, चर्चको उतापट्टिको भित्ता चाहिँ छैन हो, पहिरो गएर बिजोग भइरहेको छ। अब चाहिँ यस्तो पानीहरू नआओस् है, यसरी पहिरोहरू चाहिँ नजाओस् भनेर म त्यही आशा गर्छु है। तर अहिले पनि दिन त धुम्बो भइरहेको छ हो, पानीहरू पर्ला जस्तो भइरहेको छ। आज पनि पुरै चान्सेस चाहिँ छ। हाम्रो चाहिँ यहाँ माथिबाट झर्ने चाहिँ पुरा चान्सेस छ नि त। हेर्नुहोस् यो पनि पहिरो गएर हो, माथिको पनि होइन, यहाँ माथिबाट पुरा झर्ने चान्सेस छ साथीहरू है। सो सबैजनाले प्रेहरू गर्नुहोस् अब चाहिँ यस्तो पानीहरू नहोस् भनेर, यसरी पहिरोहरू नजाओस् भनेर। कतिजनाको घरहरू गयो, कतिजनाको मान्छेहरू मरेर गयो है पहिरोले थिचेर। त्यस्तो चाहिँ नहोस् है। बाई बाई साथीहरू। भिडियो मन पऱ्यो भने लाइक, फलो, सेयर गरिदिनुहोस्।